ओइ ओ माई गॉड यार ओइ ओइ सब यता यता ओइ 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 यता भागो ओइ ओइ मान्छे कता यार ओ माई गॉड यार अलि माथि 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 ओ माई गॉड यार कत्रो आयो है त्यो मान्छे कहाँ बसिरहेको हेर अलिमा ओइ त्यो बुढो मान्छे यार खोला कत्रो आयो है त्यो बुढो मान्छे भ्याएन यार आमा 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 ओइ ओ माई गॉड यार ओइ ओइ कत्रो आयो ओइ भेट्यो यार ओइ 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 यार ओ माई गॉड यार घरको मान्छे गयो सबै एकजना गयो नि मान्छे ओ माई गॉड मान्छे गयो नि क्या त्यो भाइ आएको बुढो कहाँबाट आयो यो के हो यो यार के दशा भयो ओइ यो त यस्तो त यार यो त लाइफमा फर्स्ट टाइम यार के हो यो यो त यार यो त कलियुग आयो त यो के भयो यार यस्तो यार हेर पुरै छ तेरो सबै घोप्छ यो बुकुर पारेको बुकुर सबै लग्छ है त्यो ढलिसक्यो मान्छेको मान्छे के आयो त यो के आउन खोज्या त यो यार विनाशकारी हो त यो ओ माई गॉड के बात आयो यार बोला गयो बोला नेपाल में बहुत ज़्यादा आ गया है बहुत पानी बहुत ज़्यादा देखने सुंदर डूब गया करने वाला ये भी कहा गया थोड़ा पानी देखिए कितना बेहतर पानी
यस्तो छ स्थिति यो छ खेलचोकको दुःखको दिन फेरि सुरु भएको छ खेलचोकेको दुःखको दिन फेरि सुरु भयो बिजुली अवरुद्ध पुल अवरुद्ध पुल समेत हल्लायो छ यो मान्छे कहाँ बसिरहेको हेर अलिमा ला गयो मान्छे त्यो गयो यार मान्छे ओइ त्यो बुढो मान्छे यार ओइ छेउछेउमा नबसे दमै बुढो मान्छे भ्याएन यार छेउछेउमा बस्नु हुँदैन कहिले जरेको पुलको यस्तो पुरै पुरै सिँगै हेर्को पनि लग्यो सबै लग्यो पुल जरेको पुल आएर हानेर यहाँको पनि लग्यो बारीले केही पनि लागिराखेन है कन्डिसनल यस्तो छ यहाँको ढुङ्गेको कृषि कार्यालय तल चाहिँ साङ्गो बजार अनि यो कृषि विकास ब्याङ्क ब्याङ्क थियो पनि केही पनि लागिरहेन यो चाहिँ के अरे सशस्त्रको जेल थियो सबै गयो अझै खोला बढ्दैछ अरे भन्ने कुरोहरूको जानकारी छ त्यो पनि छैन यहाँ ढुङ्गेको बजारी यो घरहरूमा मान्छे फसिरहेछ त्यसको लागि हेलिकप्टर मगाएको छ अरे भन्ने सुनेको छ ढुङ्गेको यो उकालोसम्म लिएर आइदिन्छ खै गाडी हेर यो त मास्तिरबाट ल्याएको गाडी होला है मान्छे भाग्नै भ्यायो कि भ्याइन भन्ने कुरा हो त्यही हो नि यस्तो अलिकति जानकारी नहुनुहुन्छ त है कतिजना बगायो मान्छे बगायो होला यहाँको भाग्ने भ्यायो कि भ्याइन होला